म एडभोकेट रञ्जिता कुमारी रिटेनर लयर टिएलसी पाक्योबाट तपाईहरुलाई दि प्रोहिबिसन अफ चाइल्ड म्यारेज एक्ट 2006 को विषयमा केही जानकारी दिनेछु। यो एक्टको तहत चाइल्ड मिन्स बिलो 18 इयर्स फिमेल र बिलो 21 इयर्स मेल चाइल्ड जसको बिहा हुन्छ त्यसलाई चाहिँ चाइल्ड म्यारेजमा भनिन्छ। यो एक्ट लागू हुनुभन्दा अगाडि या हुनुभन्दा अगाडि या त्यसको बादमा जुन चाहिँ बिहा भएको छ त्यो बिहालाई चाहिँ भोइडेबल भनिन्छ। भोइडेबल मतलब भ्यालिड चाहिँ हो तर लिगली चाहिँ राइट छैन। तर पछि यो बिहा जब कुनै पार्टी केटा होस् या केटी होस् जब मेजर हुन्छ र उहाँहरूलाई लाग्छ कि हैन यो बिहा म मान्नु सक्छु या निभाउनु सक्छु या निभाउनु सक्दिनँ, त्यति बेला उहाँहरूले यो बिहालाई रद्द गर्नुको लागि कोर्टमा एप्लिकेसन हालेर डिभोर्स पनि लिनु सक्छ। यो एक्टको तहत जो बिहा हुँदा चाइल्ड थियो तिनीहरूले चाहिँ मेन्टेनेन्स रेजिडेन्ट जो चाहिँ लेडी छ उहाँले चाहिँ मेन्टेनेन्स रेजिडेन्सियल उयो पनि माग्नु सक्छ। कसले यो मेन्टेनेन्स रेजिडेन्स चाहिँ कसले माग्नु सक्छ भन्दा लेडीले माग्नु सक्छ। लेडी भिक्टिमले जसले चाहिँ बिहा हुँदा सानो थियो र उसले या त केटाबाट या केटाको फ्यामिलीबाट पनि मेन्टेनेन्स माग्नु सकिन्छ। अब यही एक्टमा अगर सपोज चाइल्ड म्यारेज जब उहाँ चाइल्ड हुँदा या उहाँहरूको बिहा भइसकेको बेला बादमा नानी जन्म्यो त्यो नानीले पनि त्यो नानीको कस्टडी र मेन्टेनेन्सको लागि उहाँहरूले कोर्टमा फाइल गर्यो भने कोर्टले उहाँको नानीको बेहतरी र उहाँको इन्ट्रेस्टको हिसाबले उहाँको लागि एप्रोप्रिएट अर्डर पनि पास गर्नु सक्छ। त्यो अर्डरको तहत दुईटै पार्टीले या उहाँको प्यारेन्ट्सले त्यो नानीको मेन्टेनेन्स गर्नुपर्छ। र जो बिहाबाट जन्मेको नानी जो चाहिँ चाइल्ड म्यारेजकोबाट जन्मेको नानीले चाहिँ एकदमै लिगल लेजिस्मेट हुन्छ। लिगली उहाँहरूको पुरा अधिकार हुन्छ कि उहाँले जुन चाहिँ एउटा लेजिस्मेट नानीले जुन चाहिँ अधिकार पाउनुपर्ने लिगल नानीले त्यो पुरा अधिकार उसले पाइन्छ। त्यो एक्टको तहत उहाँले मेन्टेनेन्सको लागि पनि पुरा मेन्टेनेन्स पनि पाउँछ। र यो एक्टको तहत जब केटाकेटी सानो हुँदा जुन चाहिँ बिहा गरेको हुन्छ र जुन चाहिँ बिहा गरेर दुईजनाले अब बिहामा खर्च गरेको अर्नामेन्ट सामान भ्यालुएबल सामान त्यो पनि उहाँहरूले एक दोस्रालाई फर्काउनुपर्छ। यो जुन चाहिँ एक्टमा चाहिँ यो जति पनि पावर छ यो चाहिँ डिस्ट्रिक्ट कोर्टलाई दिएको छ। यो डिस्ट्रिक्ट कोर्टले कुनै पनि पेटिसन अगर केटीले या फाइल गरेको छ भने मेन्टेनेन्स कस्टडी जेको लागि पनि कोर्टले चाहिँ प्रपर अर्डर दिएर या पहिलाको अर्डर अर्कै थियो बादमा कोर्टले त्यो अर्डरलाई मोडिफाई पनि गर्न सक्छ। र अगर सपोज केटीले चाइल्ड म्यारेज केटीले पछि बिहा मेन्टेनेन्स पाउँदैछ चाइल्ड म्यारेजले पाउँदैछ भने पछि उहाँहरूले अगर सपोज त्यो केटीले रिबिहा गर्यो भने उहाँको त्यो मेन्टेनेन्स पाउनु बन्द हुन्छ। र यो सेक्सन 345 को तहत यो एप्लिकेसन चाहिँ डिस्ट्रिक्ट कोर्टमा फाइल गर्नुपर्छ। र अब चाहिँ यो एक्टको तहत जुन चाहिँ चाइल्ड म्यारेज हुन्छ त्यसमा जसले त्यो चाइल्ड म्यारेजलाई अगर केटा ठुलो छ र केटी सानो छ भने त्यो केटाले पनि एउटा गुनाह गरेको हो त्यो केटाले पनि पनिसमेन्ट पाउँछ। र पनिसमेन्ट चाहिँ के छ भन्दा 2 वर्षको इम्प्रिजनमेन्ट र फाइन अथवा दुईटै दिनुपर्छ। अर्को चाहिँ जसले यो बिहा चाइल्ड म्यारेज गराउँछ जस्तो प्यारेन्ट्स होस् या सोसाइटी होस् या गाउँले मान्छेले या कसैले पनि अगर यस्तो काम बिगर्दैछ या कुनै अर्गनाइजेसन मान्छेले पनि अगर यस्तो बिहाहरू गराउँदैछ भने चाहिँ उहाँहरूले पनि सजायको प्रावधान छ। र उहाँहरूको सजा पनि सेम 2 वर्ष इम्प्रिजनमेन्ट र फाइन 1 लाखको फाइन अथवा दुईटै तिर्नुपर्छ।
अर्को चाहिँ के हुन्छ, अर्को सजाय चाहिँ के छ, जसले चाहिँ यो अर्गनाइजेसनमा जो चाहिँ यो बिहामा सामेल हुँदैछ, जसले यो बिहालाई प्रमोट गर्दैछ, जसले यो बिहालाई एकदम सामेल भएर एभेट गर्दैछ, त्यसलाई प्रविधान पर्मिट गर्दैछ र कम्प्लेन गरेको छैन, ल उनीहरू भइरहेको छ भने पनि कुनै त्यो मान्छेले पनि यसमा सजाय पाउनेछ अगर उहाँहरूले याद भएर पनि उहाँहरू सामेल हुँदैछ भने। र उहाँहरूको सजाय पनि त्यही हो, 1 वर्ष 2 वर्ष इम्प्रिजनमेन्ट र 1 लाख फाइन अथवा दुइटै तिर्नुपर्छ। अर्को यो पनि छ, जो मान्छे अब लाई याद छ कि यहाँ चाइल्ड म्यारिज हुँदैछ र त्यसलाई रोकेको छैन, उसले त्यो रोक्नु नेग्लिजेन्ट गर्यो, रोक्नु खोज्यो, अब कम्प्लेन गरेर पनि उसले एभोइड गर्यो भने त्यो मान्छेले पनि त्यसले पनि सजाय पाउन सकिन्छ। र चाइल्ड म्यारिज चाहिँ कति बेला भोइड हुनसक्छ भन्दा चाहिँ जब नानीले जब नानीको बिहा अनलफुल गार्डियनले जबरजस्ती गर्छ या कसैले फोर्स गरेर जबरजस्ती गराइदिने गर्छ र जसले चाहिँ नानी बेचेर अर्कासँग ठुलो मान्छेसँग बिहा गराइदिन्छ, कुनै प्यारेन्ट्सले नानीलाई बेचेर बिहा गराइदिन्छ, बिहाको नाममा बेच्छ, त्यो उनीहरूले पनि र त्यसले पनि उहाँको लागि त्यही सजाय 1-2 वर्ष इम्प्रिजनमेन्ट र 1 लाख फाइन छ। अन्त यो सजाय यो जति पनि पनिसमेन्ट छ यो चाहिँ कग्निजेबल हो र नन बेलेबल हो। अब हाम्रो कोर्ट अफ पावर टु इस्यु इन्जङ्सन प्रोहिबिटेड चाइल्ड म्यारिज र कोर्टकोमा यति पावर छ कि कुनै बिहालाई पनि रोक्ने अधिकार छ। जब अगर कोर्ट कुनै एप्लिकेसन जुन चाहिँ प्रोहिबिटेसन अफिसरकोमा आयो या कुनै उसकोमा आयो भने कम्प्लेन्ट आयो, केही आयो भने उहाँहरूको पनि अधिकार छ कि गएर त्यो बिहालाई रोक्नु सक्छ। र अगर कसैले अर्को सोर्सबाट कहीँबाट चाल पायो, केही भयो भने पनि उहाँहरूले गएर तुरन्तै यो बिहालाई रोक्नु सक्छ। यो बिहा हुनेवाला छ या 2 जना पार्टी नै नानी हो भन्यो भने उहाँहरूले गएर त्यो बिहालाई रोक्नु सकिन्छ। तर यो बिहा रोकिँदा चाहिँ सबभन्दा अब सपोज कोहीले गार्जियन, कोहीले फ्यामिली, कोहीले बिहाहरू गराउँदैछन् त्यही यसमा चाहिँ जुन चाहिँ भिक्टिम छोरी नानी हुन्छ उहाँलाई चाहिँ इम्प्रिजनमेन्ट हुँदैन र उहाँ जो वुमेन अब जो लेडिजहरू हुन्छ सामेल हुन्छ त्यहाँहरूलाई चाहिँ जेल चाहिँ हुँदैन तर फाइन चाहिँ तिराउनु सकिन्छ। यो जुन चाहिँ इन्जङ्सन अर्डर पास गरेको हुन्छ कोर्टले, अगर त्यो इन्जङ्सन अर्डर पास गरेकोमा अगर कसैले बिहा गर्यो केही गर्यो भने त्यो पनि एब इनिसियो हुनसक्छ। र यो जुन चाहिँ तपाईँ अफेन्स अफ कग्निजेबल यो जुन चाहिँ पनि प्राविधान छ, यो जसले पनि इन्जङ्सन अर्डर तोड्छ या यो अर्डर पाएर पनि बिहा गराउँछ या गराउँछ तिनीहरूले त्यो देशमा पनि उहाँहरूले चाहिँ यो यसमा चाहिँ बेल पाउनु सक्दैन। र त्यही कारण यो चाइल्ड म्यारिजलाई रोक्नुको लागि स्टेटले पुलिस अफिसरलाई पनि एउटा स्पेसल पावर दिएको छ कि अगर उहाँहरूले चाल पायो या केही यो चाइल्ड म्यारिजलाई रोक्नुको लागि चाहिँ उहाँहरूले पनि आफ्नो पावर युज गर्नु सक्छ। र चाइल्ड म्यारिज प्रोहिबिसन अफिसर जो हुन्छ उहाँ चाहिँ स्टेटले एपोइन्ट गरेको हुन्छ र उहाँहरूले चाहिँ पुरा स्टेटमा हेर्छ कि कहीँ चाइल्ड म्यारिज भएको छ कि छैन, हुँदैछ भने उहाँहरूले त्यसमा पनि रोकटोक लगाउनु। र उहाँहरू त्यो कोही स्टेट गभर्मेन्ट अफिसर हुनुहुन्छ, पब्लिक सर्भेन्ट र कुनै पनि अफिसरले अगर नानीको लागि त्यो प्रोटेक्सन गर्दैछन् राम्रो फेथको लागि गर्दैछ भने त्यो पनि रोकिनु, चाइल्ड म्यारिजलाई रोक्नुको लागि उहाँहरूले पनि काम गर्नु सकिन्छ, गुड फेथमा काम गर्दै नै छ। र यो एक्टको तहत हामीले चाहिँ के कोसिस गर्दैछौँ भन्दा चाइल्ड म्यारिज जुन चाहिँ हाम्रो देशको ठुलो सामाजिक अपराध हो त्यसलाई रोक्ने र त्यसलाई कसरी कन्ट्रोल गर्नु र कसरी त्यसलाई उयो गर्नु भनेर चाहिँ यो एक्टले चाहिँ हामीलाई बताएको छ। र यो एक्टको तहत कुनै पनि बिहा अगर चाइल्ड भएको छ र उहाँहरूले अब यो पछि चाहियो भने चाहिँ उहाँले डिभोर्सको लागि जो भिक्टिम चाइल्डले पनि डिभोर्स या मेन्टेनेन्स कस्टडीको लागि पनि फाइल गर्नु सक्छ। र यो एक्टको तहत
यो एक्टमा चाहिँ हामीले यो एक्टको चाहिँ मेन एम्स चाहिँ के छ भन्दा जति चाइल्ड म्यारेज हुँदैछ जो भइसकेको छ त्यसलाई चाहिँ न्याय पाओस्, बिचरा जो चाहिँ भिक्टिम छ चाइल्ड म्यारेजको उहाँहरूले चाहिँ प्रपर नलेज प्रपर इस्ट्याब्लिसमेन्ट राम्रो उयो पाओस् भनेर चाहिँ यही कारण यो एक्टलाई चाहिँ इन्फोर्स गरेको। र यो एक्टको तहत कुनै पनि म्यारिज अगर जबरजस्ती गर्दैछ या सोसाइटीमा हुँदैछ यो उयो गर्दैछ भने यसमा पनि सजायको प्राविधान दिएर चाहिँ ताकि मान्छे चाहिँ सजायको डरले यो एक्ट यो चाइल्ड म्यारिजलाई चाहिँ कन्ट्रोल गर्नु सकोस् भनेर चाहिँ यो एक्टको मेन एम्स हो। र यो एक्टको र म तपाईँहरूलाई यही ताकि चाइल्ड म्यारिज रोकोस् र जो भिक्टिम छ चाइल्ड म्यारिजको उहाँहरूले प्रपर न्याय पाओस् भनेर चाहिँ हामीले यो तपाईँहरूलाई चाहिँ चाइल्ड म्यारिज एक्टको विषयमा जानकारी दिएको हो। र तपाईँहरूलाई अगर केही सहायता या जो चाइल्ड म्यारिज पहिला बिहा भइसकेको छ तर ऊ बस्नु सकेको छैन, उहाँहरूले मेन्टेनेन्स पाएको छैन या उनीहरूले फेरि सफर गर्दैछ नि उहाँहरूले स्टेट लिगल सर्भिस या डिएलएसएमा आएर हामीलाई हेल्प माग्नु सक्छ र हामीले तपाईँलाई हामी यो नम्बर प्रोभाइड गराइदिन्छ। चाइल्ड हेल्पलाइनले पनि तपाईँलाई सपोर्ट गरिन्छ।